यदि तपाईं कतार जाँदै हुनुहुन्छ, क्युबिसी गर्दै हुनुहुन्छ, क्युबिसी को लागि कति पैसा लाग्छ, क्युबिसी मा के कामहरू गरिन्छ र त्यो क्युबिसी गरिसकेपछि तपाईलाई कतार आइसकेपछि के फाइदा हुन्छ, के सुविधा हुन्छ भन्ने विषयमा आजको भिडियो छ। यो भिडियोलाई पुरा हेरेर साथ दिनु होला। सबैभन्दा पहिला तपाईलाई कम्पनीले सिलेक्सन गरिसकेपछि केही समयपछि तपाईलाई क्युबिसी को डेट राखिन्छ र त्यो क्युबिसी मा गइसकेपछि तपाईलाई के हुन्छ, के गर्नुपर्छ त भन्ने विषयमा म तपाईलाई बताउँदै छु। सबैभन्दा पहिला तपाई क्युबिसी मा गइसकेपछि तपाईलाई यदि तपाई पहिला साउदी, दुबई, कुवेत इत्यादि देशमा जानुभएको छ भनेदेखि एयरपोर्टमा गर्ने फिंगरप्रिन्ट, आई स्क्यानिङ चिजहरू पनि त्यहाँ गराइन्छ र तपाईको होल मेडिकल गराइन्छ। ब्लड टेस्टदेखि लिएर तपाईको छातीको एक्सरेदेखि लिएर सबै मेडिकलहरू गराइन्छ। यो क्युबिसी चेकिङ अनि यो फिंगरप्रिन्टहरू, आई स्क्यानिङहरू सबै त्यहाँ गरिसकेपछि यसको लागि पैसा कति लाग्छ त भन्ने विषयमा तपाईलाई म बताउँदै छु। यसको लागि तपाईं यदि फ्री भिसा, फ्री टिकटमा जाँदै हुनुहुन्छ भनेदेखि जुन तपाईं जान लागेको कम्पनीले, मेन पावर कम्पनीलाई त्यसको पैसा पे गरेको हुन्छ र तपाईलाई सबै कम्पनी मार्फत नै गराइएको हुन्छ, तपाईलाई त्यसको पैसा लाग्दैन। यदि तपाईलाई कुनै पनि दलालले पैसा चाहियो, यति पैसा लाग्छ भन्दैछ भनेदेखि तपाईलाई त्यो दलालले ठग्दैछ भन्ने कुरा बुझ्न पर्ने हुन्छ। यदि तपाईँ त्यो मेडिकलमा कुनै अनफिट आउनुभयो, कुनैमा अनफिट आउनुभयो भनेदेखि फेरि त्यसको मिनिमम 9 दिन पछाडि उसले अर्को डेट राखिदिएको हुन्छ क्युबिसीले र त्यसमा चाहिँ तपाईले पर्सनल खर्च गर्नुपर्ने हुन्छ क्युबिसीले तोके अनुसारको। यदि तपाईँ भिजिट भिसामा कतार जाँदै हुनुहुन्छ भनेदेखि तपाईले आफ्नो पर्सनल क्युबिसी गर्नुपर्ने हुन्छ। त्यसको लागि भनेको क्युबिसीले तोके बमोजिमको पैसा तपाईलाई लाग्छ। यदि तपाईँ कम्पनीको भिसामा फ्री टिकट, फ्री भिसा कतार जाँदै हुनुहुन्छ भनेदेखि क्युबिसी को लागि कुनै पनि शुल्क लाग्दैन। अब तपाईँ क्युबिसी गरेर कतार गइसक्नुभयो भने कतारमा गइसकेपछि तपाईले के गर्नुपर्छ त भन्ने विषयमा म बताउँदै छु। जस्तै साउदी, दुबई, कुवेततिर गइसकेपछि तपाईलाई कम्पनीले मेडिकल गराउँथ्यो भने कतारमा गइसकेपछि तपाईलाई त्यो कम्पनीले गर्ने मेडिकल गर्नु पर्दैन। यदि तपाईँ कुनै पनि रिफाइनरी प्लान्टमा काम गर्दै हुनुहुन्छ, ग्यास प्लान्ट अथवा चाहिँ कुनै पावर प्लान्टहरूतिर काम गर्दै हुनुहुन्छ भने पुर्जेटले तपाईलाई मेडिकल गराउँछ। त्यो मेडिकल तपाईले साइट मेडिकल भन्छ, त्यो मेडिकल गर्नुपर्ने हुन्छ। र तपाईँ एयरपोर्ट छिरिसकेपछि साउदी, दुबई, कुवेतमा जस्तो फिंगरप्रिन्ट, आई स्क्यानिङ र होल बडी स्क्यानिङहरू एयरपोर्टमा गराइन्छ भने कतारमा त्यो गराइँदैन। सबै त्यो प्रक्रियाहरू क्युबिसीमै गराइसकिएको हुन्छ र तपाईँ कतार एयरपोर्ट छिरिसकेपछि तपाईसँग भएको पासपोर्ट स्क्यानिङ गर्ने, आई स्क्यानिङ गर्ने र त्यस पछाडि सिधा आफ्नो बाटो लाग्ने। कतारको यो प्रक्रिया चाहिँ एकदम राम्रो छ। खुसी हुनुहोस्, शुभ यात्रा, कतार जानु। हस् त साथीहरू, आजको भिडियो यति नै। भिडियोबाट केही जानकारी पाउनुभयो र भिडियो मन पर्यो भनेदेखि लाइक, कमेन्ट र सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। अर्को पनि यस्तै जानकारीमूलक भिडियोहरू लिएर फेरि तपाईँहरू माझ आउने नै छु।